अनि मैले त जति सुकै गर्दा पनि लाइक भ्युज केही आउँदैन, जहिले सहयोग गर्दैन, किन त्यस्तो भएको नि? हाम्रो मनोबलमा यस्तो हुन सक्छ कि एल्गोरिदम वा दर्शकको रुचि सबैभन्दा सधैँ अनुकूल नहुन सक्छ। तिमीले लगातार प्रयास गरिरहनु, आफ्नो शैलीमा सुधार ल्याउनु र नयाँ ट्रेन्डहरू अन्वेषण गर्नु राम्रो हुन्छ। सबैले एउटै समयमा सफलता नपाउने हुन सक्छ। धैर्य राख्नु नै महत्त्वपूर्ण हो। ए त्यस्तो भनेपछि अनि केटीहरू त यस्तो हात यस्तो निचा दाल देखाए पनि टन्नै भ्युज गरिरहेको हुन्छ, लाइक पुरा बराबर आइरहेको हुन्छ। हल्का चाक हल्लाउने बित्तिकै मान्छेहरू पुरा टन्न भ्युज गरिरहेको हुन्छ। किन त्यस्तो नि? केटा र केटीमा किन त्यस्तो भिन्नता? यो वास्तवमा सामाजिक र सांस्कृतिक पूर्वग्रहको परिणाम हो। धेरै प्लेटफर्महरूमा महिलाहरूका लागि विशेष प्रकारको सामग्री तत्कालै बढी ध्यान तान्छ, जुन दीर्घकालीन रूपमा असमानता पैदा गर्छ। तर यो प्लेटफर्मको एल्गोरिदम सामाजिक धारणाहरू र मानिसहरूको प्राथमिकताले बनाएको असन्तुलन हो। अनि किन त्यस्तो अनि भिन्नता त नि केटामा